यो चाहिँ हाम्रो सबै माल रेडी भइसकेको छ। अब जस्ट फोन गरेर बित्तिकै हामीले बट्टाभट बनाएर फ्राई गरेर दिन पर्ने हुन्छ। यो चाहिँ हाम्रो सिगारो रोल हो। सो हे गाइज, म मिस्टर शक्ति मगर फेरि पनि आइसक्यो मिनी ब्लग लिएर। र आज चाहिँ हाम्रो स्पेसल 24 तारिक हो। चट्ट लगाएर आज चाहिँ पार्टी छ 200 जनाको। त्यही भएर हामी चाहिँ आज बिहानै गयौँ 9:30 बजीतिरै। र किनभने 12 बजीसम्म अर्डर सल्भ गर्नु सबै। र यो चाहिँ हाम्रो सबै माल रेडी भइसकेको छ। अब जस्ट फोन गरेर बित्तिकै हामीले बट्टाभट बनाएर फ्राई गरेर दिन पर्ने हुन्छ। यो चाहिँ हाम्रो सिगारो रोल हो। र केटाहरूले अब फाइनल अर्डर पनि आइसक्यो र बट्टाभट काट्दै बनाउन लागिसके। ज्याम बनाउँदै अब पास्दै चट्ट लागेर बास्केटमा हालेर प्याक गरेर पठाउन पर्ने हुन्छ। र यति गर्दा गर्दै हाम्रो अर्डर पनि आयो पिज्जाको। पिज्जालाई चाहिँ मैले नेपोलियन पिज्जा चट्ट बनाइदिएँ। यति बनाइसकेपछि अब आज चाहिँ एकदमै गाह्रो है, धेरै अर्डर आउँछ भनेर चाहिँ पहिले रेडीमा बसिरहेको थियौँ हामीहरू सबैजना। त्यही भएर एउटा पिज्जाको अर्डर पनि ज्याममा आयो। अनि मैले चाहिँ यो चट्ट लाएर स्वाट्ट हालेर लट्ट तानेको 2-3 चोटि तानिसकेपछि बल्ल आयो होइन। यसलाई चाहिँ त्यहाँ चट्ट ओभनभित्र झ्याममा हाल्दै ओभनभित्र हालिसकेपछि मजाले पाक्यो। मैले फर्लक फर्काएर चट्ट लगाएर अब काटेर पनि दिएँ। यति गरेर आजको दिन पनि सक्यो। बिहान आज कामहरू पुरा सकाइदियो। त्यही भएर अब चाहिँ 1 बजे ब्रेक जान पर्ने हुन्छ। भेटौँला बाइ नेक्स्ट भिडियोमा।